आज कतिपय त यो कुरामा खुसी होलान् कि 3 दशक यता संसद भवनमा एउटै अनुहार हेर्नुपर्ने, त्यही बुढौटी अनुहार, जहिले उनकै भाषण सुन्नुपर्ने, रोस्टममा त्यही तल त्यही माथि त्यही जताकतै त्यही अनुहार देख्नुपर्ने आज नयाँ अनुहार देखिएको छन्। 2-4 जना होलान् पुरानो अनुहार होइन, त्यसमध्येको एउटा अनुहार प्रचण्डको भइहाल्यो। बाँकी सबै अनुहार प्रायःजसो नयाँ नै छन्। काम गर्लान् नगर्लान् त्यो हेर्न बाँकी छ होइन। सरकार बनेकै छैन अझै होइन। भर्खर शपथ लिँदैछन्, प्रधानमन्त्रीको टुङ्गो भोलि मात्रै लाग्छ होइन। भोलि मात्रै प्रधानमन्त्रीको शपथ हो, टुङ्गो त लागिसकेको छ। अब काम हेर्न बाँकी छ, गर्ला नगर्ला केही दिन कुरौँ होइन। 100 दिनभित्रको प्रतिफल राम्रो आएन भने पनि विरोध गरौँला, त्यो आफ्नो ठाउँमा छ। तर अहिले एउटा खुसी यो पनि हो कि 3 दशक यता त्यही पुरानो अनुहार, त्यही काम गर्न नसक्ने, त्यही गनाउनेहरूलाई हेर्दा हेर्दै दिक्क लाग्दा आज जस नयाँ अनुहार थपिएको छन्, नयाँ अनुहार छन्, नयाँ जोस जाँगर बोकेका युवाहरू छन्, जेनजीहरू छन्। पक्कै पनि यिनीहरूबाट जनताले अब यिनीहरूबाट आश नगरे कोबाट गर्ने भन्ने प्रश्न पनि हो क्या। अब यिनीहरूले विकास गर्दैनन् भनेर हामीले कसलाई चाहिँ ल्याएर विकास गर्न राख्ने भन्ने कुरा पनि हो। त्यसैले अब आशा गरौँ, केही दिन आशा राखौँ कि केही समय आशा राखौँ कि यिनीहरूले पक्कै पनि गर्छन्। यदि गरेनन् भने त्यसको पनि बाटो भेटिएला, त्यसको पनि विकल्प भेटिएला होइन। अहिलेलाई चाहिँ आशा गरौँ होइन। यत्तिको अनुहार छन्, योभन्दा राम्रा मान्छे नेपालमा अरू कुनै छन् र भने क्या। पढेका छन्, लेखेका छन्, सबै डिग्री होल्डर छन् होइन, एमडी गरेका छन्, पिएचडी हानेका छन्। अब यिनीहरूबाट पनि आश रहेन भने नेपाली जनताले चाहिँ कहाँबाट छुट्टै नेता ल्याएर बनाउने, त्यो पनि प्रश्न हो। त्यसैले आशा गरौँ कि पुरानो अनुहार 3 दशकदेखि ठग्दै आएका, जनताको आँखामा छारो हाल्दै आएका त कमसेकम संसद भवनमा छैनन्। यो कुरामा चाहिँ खुसी हौँ अहिलेलाई।